मुक्तिनाथ यात्रा, आस्था र आनन्दका ती दिनहरू। झापाको दमकको आँगनबाट 16 जनाको हाम्रो ठुलो परिवार एउटै लक्ष्य र साझा उत्साह बोकेर यात्रामा निस्कियो। कोशी ब्यारेजमा हामी यतिखेर प्रवेश गरिसकेका छौँ। सप्तकोशी की जय। ल यतिखेर हामी कोशीको पुलमाथि छौँ। कस्तो लागिरहेछ त? यहाँ हुनुहुन्छ दाजु, यहाँ हुनुहुन्छ मामा, उता दिदी, उता दाजु, सब छौँ हामी। कोशी तर्नलाई जाँदैछौँ मुक्तिनाथ दर्शन गर्नलाई। पहिलो दिनको गन्तव्य पवित्र धाम देवघाट धाम। काली गण्डकी र त्रिशुलीको सङ्गममा चित्त बुझाउँदै पहिलो रात हामीले देवघाटको शान्त वातावरणमा बितायौँ। हेलो नमस्ते नमस्ते सबैजनामा। यतिखेर हामी देवघाटमा बोटिङमा छौँ। देवघाटको त्रिवेणीमा बोटिङ मार्फत पल्लोपट्टि गइरहेका छौँ। ल हामी चाहिँ छौँ झुलुङ्गे पुल माथिबाट यो तलको त्रिशुली नदीको दृश्य कैद गरिरहेका छौँ। झुलुङ्गे पुलमा बाइक आउने क्रम निकै नै बाक्लो हुँदो रहेछ। हामी चितवनको देवघाट धाममा छौँ। अब हामी यहाँबाट हाम्रो यात्रा सुरु हुन्छ सिधै जोमसोमको। हामी पोखरालाई बाइपास गरेर अहिले जोमसोम जाने योजनामा छौँ र भोलि हाम्रो मुक्तिनाथको दर्शन गर्ने हाम्रो योजना अनुरूप आज हामी जोमसोम गएर बस्नेछौँ। सबैजना मिलेर तीर्थयात्रा गर्ने, घुम्ने, रमाउने, डुल्ने अनि कुदेका मूर्तिहरू हेर्ने, कुहिएका कुण्डहरू नहेर्ने, त्यहाँको विकासको कार्यक्रम हेर्ने, नयाँ नयाँ कुराहरू हेर्ने, अनि नयाँ संस्कार र संस्कृतिहरू हेर्ने र अनि हाम्रो देश फैलाएर त्यसरी यता र उता चारैतिरको सबैजना जात धर्मको संस्कृति, राम्रो राम्रो संस्कृति चाहिँ एकै ठाउँ भेला पारेर राम्रो संस्कार भएको नेपाल बनाउने भनेर यसरी कार्यक्रम लिएर हिँड्दैछौँ। कहाँसम्म हिँड्नु भएको लु यता हेर यहाँ पोखरा त्यहाँबाट जुमसुम हुँदै माथि के अरे मुक्तिनाथ आएन भन्न पनि मुक्तिनाथ अनि त्यहाँबाट उतै स्वर्गबारीसम्म पुगेर अनि आउने कुरो छ। अब दमक झापाबाट जोमसोम मुक्तिनाथसम्मको यात्राको लागि यात्रा गर्ने क्रममा यतिखेर कास्की जिल्लाको अन्नपूर्ण नगरपालिका वार्ड नम्बर 6 धावा भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँ चाहिँ गाडीको चार्जको लागि हामीले यदि गाडी भएकोले चार्जको लागि केही छिन विश्राम लिएर यहाँको दृश्यहरू हामी हेरिरहेका छौँ।
पर्वत र म्याग्दीको सिमानामा छौँ हामी यतिखेर। यहाँको बाटो अलिकति अप्ठ्यारो देखिरहेछ, पिच कोइली गरेर भत्किसकेको जस्तो। म्याग्दी जिल्ला प्रवेशद्वार बेनी नगरपालिका। म्याग्दीको बेनीको बजार जता माया उतै छ नजर झ्याले मिरे जाले रुमाल। बेनीको बजार जता माया उतै छ नजर झिले मिरे जाले रुमाल। त भने बाटो छ खोलाको नजाउँ भने देउताले बोलाको जप्छु तिम्रै नाम एकचोटि दर्शन देऊ लाउन मुक्तिधाम। कृष्ण सँग मिल्न भने हिँडेका सुधामा गाउँदै हिँड्थे मन हरे कृष्ण राम। बल्ल बल्ल पर्खिँदा गरेर ल हेर्नुहोस् बाटो कस्तो छ। यो मुक्तिनाथ जाने बाटो बनाउने क्रम जारी छ। यहाँ अत्यन्तै साँघुरो ढुङ्गै ढुङ्गा, पहिरो लडेको लडै, तल खोलो। त्यसले गर्दा यहाँ अलिकति सकसको यात्रा भइरहेछ, तै पनि रमाइलो छ। खतरा बाटो आयो, डोमा डेन्जरस रोड। यस्तो पर खोपेर जहाँ चाहिँ सबभन्दा अप्ठ्यारो त्यो भन्नु एकैछिन यो कटिहाल्दो नि त। यहाँ चाहिँ पर यस्तो खोपेको छ है, खतरा बाटो गइरहेछ नि। प्राकृतिक तातोपानी कुण्डमा यहाँलाई स्वागत छ। तातोपानी कुण्ड, वेलकम टु नेसनल हट। यहाँ हो बाटो चाहिँ डेन्जरस। म्याग्दीको दाना भन्ने ठाउँमा यहाँ चार्जिङ स्टेसनमा रिचार्ज गरिरहेको छौँ। मुस्ताङ लेले होटल भन्ने छ यहाँ, खाली किचन तन्दुरी भोजनालय। दाना म्याग्दी भन्ने ठाउँमा मुस्ताङको लेले होटल चार्जिङ स्टेसन। दोस्रो दिनको यात्रा अलि लामो र साहसी थियो। पहाडका घुम्तीहरू काट्दै मुस्ताङको मरुभूमि जस्तो देखिने अनौठो भूगोल छिचोल्दै हामी साँझ जोमसोम पुग्यौँ। हिमालको फेदैमा पुग्दा थकान मेटिएर मनमा नयाँ ऊर्जा भरिएको थियो। सबैमा नमस्कार। यतिखेर हामी मुस्ताङको जोमसोममा छौँ। यहाँ जोमसोम लेखिएको बोर्ड देख्न सक्नुहुन्छ। यतातिर माथितिर हिमाल, हिमु परेको टल्किने हिमाल यहाँ देखिन सक्नुहुन्छ। त्यस्तै गरी हामी यो जोमसोमको यो मुख्य बजारमा छौँ। यो भित्ताहरू यतातिर चट्टान भएको छ यो एरिया। अनि हामी बसेको यहाँनिर यही यो गणेश धर्माश्रम भन्नेमा हामीले आजको बास बसेर हामी अब उकालो लाग्ने तर्खरमा छौँ। यो तल देखिएको कालीगण्डकी नदी, यो चाहिँ श्री गणेश मन्दिर, जोमसोम गणेश धर्माश्रम सञ्चालित यो रहेछ। यहाँ हामी बसेका थियौँ मुस्ताङ आउँदाखेरि। यहाँ अब हामी हिँड्ने तयारीमा छौँ अहिले सबैजना। बाहिर यहाँ तयारीमा चिया खाँदै गर्दै अब हामी यहाँबाट अझै उकालो लाग्दैछौँ। यहाँ मामा हुनुहुन्छ, यहाँ आमा हुनुहुन्छ। अब के भन्न चाहनुहुन्छ? यहाँ गुरुहरू कस्तो मजाका गुरु धर्मशालामा
बस्यौँ सुत्यौँ खायौँ अहिले पनि चिया पकाएर दिनु पऱ्यो मजाले खाँदैछौँ अब यात्रा जाँदैछौँ राम्रोसँग बस्यौँ श्रीमान नारायण भन्ने यहाँ एउटा चाहिँ रहेछ धर्मशाला यहाँ आउने हामीले कसैले पनि यहाँलाई चाहिँ नबिर्सिकन चाहिँ साह्रैसँगले भक्तिपूर्वकले आएर यहाँ बसोबासो गर्नु होला भन्ने यही सूचना मेरो चाहिँ गर्दछु सबैलाई सन्चै छ राम्रो छ कोही बिरामी भकाउरेका केही छैन आनन्दले यात्रा चल्दैछ अब यहाँबाट उताको जाँदै चिया सर्भिस यता छ त्यस्तै गरी हामी यताको अलिकति भ्यूमा देखाउन चाहन्छु यहाँहरूलाई यहाँ फोटो खिच्ने क्रम जारी छ मुस्ताङको घरप जोङ गाउँपालिका रहेको छ यहाँ अब यहाँदेखि हामी माथि हिँड्न खोजिरहेका छौँ यस्तो रहेको छ घरप जोङ गाउँपालिका कागबेनीमा श्राद्ध मुक्तिनाथ दर्शन र बेनीमा बास आजको दिन सबैभन्दा महत्त्वपूर्ण थियो कागबेनीमा पितृहरूको स्मरण गर्दै श्राद्ध सम्पन्न गर्यौं त्यसपछि मुक्तिनाथ कस्तो होला त्यहाँको वास्तविक अवस्था भन्ने सबैमा कौतूहलता थियो नै गाडीको करिब 11 किलोमिटरको यात्रा र आधा घण्टाको उकालो पैदल यात्रापछि मुख्य मन्दिरमा पुगियो मुक्तिनाथको 108 धारामा स्नान कुण्डमा डुबुल्की मार्दा शरीर र मन दुवै शुद्ध भएको आभास भयो फर्किने क्रममा रूप्से झरनाको सुन्दरता र तातो पानीको तातोले यात्रालाई थप यादगार बनायो रात हामीले म्याग्दीको बेनीमा आरामसँग बितायौं भोलिपल्ट बेनीबाट अगाडि बढ्दै बागलुङ कालिकाको दर्शन गर्यौं पर्वत र बागलुङ जोड्ने त्यो विशाल पुलमा हिँड्दा अलि डर र धेरै रमाइलो भयो पालकै लामो पुल झोलुङ्गे पुलमा हामी यतिखेर सैर गरिरहेका छौँ हेर्नु होला यो मनमोहक दृश्यहरू रमाइला दृश्यहरू कैद गर्दै हाम्रो यात्रा चलिरहेको छ क्रमशः हामी अघि बढ्ने क्रममा लगभग पुलको मध्य भागमा आइपुगेको छु म तैपनि यहाँ अझै धेरै बाँकी छ हेलो हेलो त्यसपछि साँझपख पोखराको विन्ध्यवासिनी मन्दिर गुप्तेश्वर गुफा र पाताले झरनाको अवलोकनपछि फेवा तालको किनारमा हाम्रो टोलीले निकै रमाइलो गर्यो ल ठिक छ हामी अब तालबाराई गरेर त्यहाँ मन्दिरको दर्शन गरेर हामी फेरि फर्किनेछौँ कस्तो लागिरहेछ त ल कहाँ जाँदै हुन्छ तपाईँहरू फेवा तालमा साइले तस्बिरै छ शान्तिको खोजीमा लुम्बिनी पोखराको त्यो रमाइलो र यादगार बसाइपछि भोलिपल्ट बिहानै हामी बुद्धको जन्मस्थल लुम्बिनीतर्फ लाग्यौं मायादेवी मन्दिरको दर्शन र यहाँको शान्त वातावरणले मनमा असीम शान्ति दियो परिवारका सबै सदस्यका साथ लुम्बिनीका विभिन्न विहारहरू घुमेर हामी भैरामा बास बस्यौं
छैटौँ दिन यात्राका धेरै सम्झना र मोबाइलका ग्यालरी भरिने तस्बिरहरू बोकेर हामी भैरहबाट पूर्वतर्फ लाग्यौँ। साँझ दमक आइपुग्दा यो 6 दिने पारिवारिक यात्रा एउटा सुन्दर कथा बनेर हाम्रो जीवनमा जोडिएको थियो। यो यात्रा मात्र थिएन, हाम्रो सम्बन्धको अझ बलियो एकता पनि रह्यो।